अब चाहिँ हामी सुरु गरौँ। हाम्रो बुकको नाम हो एक्सपेन्डिङ होरिजन्स इन इङ्ग्लिस। त्यसपछि अब यो सबैले थाहा भएको हो, फुल मार्क्स 100 हुन्छ, पास मार्क 35। त्यसै गरी हामीले पढ्नुपर्ने भनेको यो कोर्स डिस्क्रिप्सन भयो, त्यसपछि जेनेरल अब्जेक्टिभ्स भयो, त्यसपछि हामी जाउँ तल स्पेसिफिक अब्जेक्टिभ्स। त्यसै गरी हामीले ह्युम्यानिटिजमा मिथ चाहिँ पहिले पढिसकेका छौँ फर्स्ट भिडियोमा, त्यो चाहिँ गरेर हेर्नु होला। त्यसपछि आज हामी सुरु गर्छौँ द भगवत गीताबाट 8 सम्म माई इयरली लाइफसम्म चाहिँ आजको यस भिडियोमा छलफल गर्छौँ। त्यसपछि अरू भिडियोमा चाहिँ बिस्तारै हामीले अरू छलफल गर्दै जानेछौँ, जुन चाहिँ 69 सम्म रहेको छ। केही टाइम लाग्ला, तर यो सबैको भिडियो आउँछ, बिस्तारै हेर्दै गर्नु होला। अब चाहिँ हामी सुरु गरौँ द भगवत गीताबाट। यसको चाहिँ समरीदेखि लिएर स्टोरी, समरी प्लस क्वेसन एन्सर, जुन चाहिँ इक्जाममा आउन सक्ने सम्भावित क्वेसनहरूको बारेमा छलफल गर्नेछौँ। अनि अब चाहिँ म पहिले भगवत गीता के हो त्यसको बारेमा भनिदिनेछु, त्यसपछि इक्जाममा कसरी लेख्ने त्यो पनि अहिले भनिदिनेछु। भगवत गीता एउटा प्रसिद्ध हिन्दू धार्मिक ग्रन्थ हो, जसमा महाभारतको भीष्म पर्वमा समावेश भएका 700 श्लोकहरू छन्। यो लेसनभित्र यहीसँग सम्बन्धित श्रीकृष्ण र अर्जुन बीच युद्धभूमि कुरुक्षेत्रमा भएको संवाद उल्लेख छ। आजभन्दा करिब 500 वर्ष अगाडि कलियुगको अन्त्यतिर उक्त समयमा अर्जुन युद्ध लड्न मानसिक रूपमा कमजोर हुन्छन्। आफ्ना आफन्त मित्रहरूसँग लड्न नचाहेका कारण द्वन्द्वमा पर्छन्। त्यसै बेला श्रीकृष्णले उनलाई धर्म, कर्तव्य, योग, आत्मज्ञानका गहिरा शिक्षा दिनुहुन्छ। यही संवादलाई नै भगवत गीता भनिन्छ, जसभित्र 18 अध्याय रहेका छन् र जसका मुख्य सन्देशहरू कर्म गर्नु तर फलको आश नगर्नु, आत्मा अमर हुन्छ, शरीर मात्र नाशवान हुन्छ, त्यसपछि भक्ति, ज्ञान, कर्म यी सबै भगवानलाई प्राप्त गर्ने बाटो हुन्। यो चाहिँ थियो एउटा किताबी भाषा, तर म चाहिँ तपाईँहरूलाई मेरो आफ्नै भाषामा बुझाउन कोसिस गर्छु। यो चाहिँ घटना भएको थियो लगभग 5000 वर्षभन्दा पहिले, कलियुगको अन्त्यतिर भारतको कुरुक्षेत्र भन्ने ठाउँमा। त्यो घटनालाई चाहिँ भनिन्छ महाभारत र त्यसैलाई समेटेको एउटा ग्रन्थ हो भगवत गीता। विशेष गरी भन्नुपर्दा चाहिँ त्यहाँ 700 श्लोकहरू रहेका छन्, जुन चाहिँ भगवान कृष्णले युद्धको दौरान अर्जुनलाई भगवान कृष्णले दिएको उपदेशको बारेमा हो, जुन चाहिँ 700 श्लोकमा उपदेश दिएका छन्, जस्तै कि कर्म गर्नु तर फलको आश नगर्नु। अब चाहिँ हामी एकछिन जानु भगवत गीतामा रहेका 18 अध्यायहरूको बारेमा। अब पहिलो रहेको छ अर्जुन विषाद योग, अर्जुनको निराशा हुन्छ। त्यसपछि धेरै छन् यहाँ, साङ्ख्य योग, आत्मा र शरीरको भिन्नता, 3मा कर्मयोग, फलको अपेक्षा बिना कर्तव्य पालन, त्यसपछि 4मा ज्ञान, कर्म, सन्यास योग, ज्ञान र कर्मको मेल। धेरै जसो चाहिँ यो संस्कृतमा भनिएको छ, तर हामीले चाहिँ अब संस्कृत चाहिँ बुझ्दैनौँ, तर तैपनि नेपालीमा। त्यसपछि भयो कर्मको त्याग, 5मा भयो कर्म र त्याग भयो। त्यसपछि ध्यानको योग भयो 6मा, ध्यान र अनुशासन, 7मा ज्ञान विज्ञान योग, भगवानको स्वरूप, 8मा अक्षर ब्रह्म योग, मृत्यु र आत्माको यात्रा। त्यसै गरी भक्ति र भगवानको महिमा, श्रीकृष्णका ऐश्वर्य, कृष्णको विश्वस्वरूप दर्शन। त्यसै गरी भयो शुद्ध शक्तिको मार्ग, शरीर र आत्माको भिन्नता, 3 गुण सत्व, रजस र तमस। त्यसपछि सर्वोच्च पुरुष परमात्मा। त्यसपछि भयो दैवासुर सम्पद विभाग योग, देवत्व र आसुरी स्वभाव। त्यसपछि श्रद्धात्रय विभाग योग, श्रद्धाका 3 प्रकार। त्यसपछि मोक्ष सन्यास योग, निष्कर्ष मोक्षको मार्ग। अब यही नै रहेको छ, यो चाहिँ बुझ्नुपर्ने मात्रै कुरा हो। अहिले पनि तपाईँ कुरुक्षेत्रमा जानुभयो भने, जुन चाहिँ भारतको उत्तराखण्डमा पर्छ, त्यहाँ चाहिँ एउटा स्ट्याचु देख्न सकिन्छ जहाँ घोडाहरू छन्। त्यसपछि भगवान कृष्ण र अर्जुनको शालिग देख्न सकिन्छ। अनि यो चाहिँ भयो यसको समरी नोट, तपाईँहरूले चाहिँ यो लेख्न सक्नुहुन्छ, धेरै लामो नै छ। दिस लेसन द भगवत गीता इज रिटन बाई ई रोस्टन पाइक 1899 to 1986, well-known British historian and writer. He was deeply interested in history, philosophy and world cultures, especially Indian cultures and religion. Through his writings, he introduced the essence of Indian spiritual thought to Western world. Hindu scriptures consisting of 700 verses included in the Bhishma Parva of the Mahabharata. It is presented into form of a dialogue between Prince Arjun and his charioteer Lord Krishna on the battlefield of Kurukshetra.
At the beginning of the war between the Pandavas and Kauravas, Arjun becomes filled with a doubt, sorrow, and moral confusion. He feels it is wrong to fight against his own relatives, teachers, and friends, and he even thinks of renouncing the war. At this critical moment, Krishna counsels Arjuna. He teaches that every individual must follow their dharma, and for Arjuna, as a warrior, fighting for justice is his highest duty. Krishna also explains the morality of soul, which never dies, while the body is perishable. Thus, Arjuna should not grieve for the destruction of bodies. The Gita also gives a broad spiritual philosophy. It is emphasized that one should perform actions without attachment to the fruits, acquire knowledge and wisdom, and show devotion to God. It further highlights that all these paths ultimately lead to union, the Supreme Self. The dialogue between Krishna and Arjuna is therefore seen not only as a guidance for Arjuna in war but also as an external conversation between the human souls and God. The Bhagavad Gita contains 18 chapters, each dealing with deep spiritual and philosophical truths. Its main teaching can be summarized as: do your duty without selfish desires. The soul is immortal, only the body dies. Knowledge, devotion, and action are all ways to realize God. सन् 1863 जनवरी 12 का दिन भारतको कलकत्ता स्थित एक स्थानमा जन्म हुन्छ एक बच्चाको, जसको नाम राखिन्छ नरेन्द्रनाथ दत्त। बुबा विश्वनाथ दत्त जो एक प्रसिद्ध वकिल थिए र आमा भुवनेश्वरी देवी एक अत्यन्तै धार्मिक र आध्यात्मिक संस्कारले सम्पन्न महिला थिइन्। नरेन्द्रनाथलाई बाल्यकालमै धार्मिक वातावरण आमाबाट र तार्किक तथा आधुनिक सोच बाबुबाट प्राप्त भएको थियो। यही कारणले उनमा धार्मिक गहिराई र वैज्ञानिक सोच दुवै मिसिएको व्यक्तित्व तयार भयो। उनी बाल्यकालदेखि असाधारण थिए। साथीहरूले उनलाई विश्वेश्वर भनेर उपनाम दिएका थिए। उनले सङ्घर्षका दौरान धेरै गुरुहरूलाई भेटे, तर उनको जिज्ञासालाई सबैले सन्तुष्ट पार्न सकेनन्। अन्तमा श्री रामकृष्ण परमहंस उनका गुरु बन्नुभयो। गुरु रामकृष्णको निधनपछि नरेन्द्रनाथले सन्यास ग्रहण गरे। त्यसपछि उनलाई स्वामी विवेकानन्दको नाम दिइयो। उनका जीवनका कैयौं ध्येयमा एक ध्येय थियो भारतीय समाजलाई अन्धविश्वास, गरिबी र निराशाबाट मुक्त गराउने। उनी सन् 1993 मा अमेरिकाको शिकागो स्थित वर्ल्ड पार्लियामेन्ट अफ रिलिजन्समा पनि सहभागी भएका थिए। Today, the 19th of September, 1893, is the 9th day of the World's Parliament of Religions. We have had the privilege of listening to many distinguished speakers from the world over address us on a variety of subjects. The time is at hand to now listen to the great monk from India, Swami Vivekananda, read his paper on Hinduism. Ladies and gentlemen, Swami Vivekananda. The spiritual flights of the Vedanta philosophy, of which the latest discoveries of science seem like echoes, to the low ideas of idolatry with its multifarious mythology, the agnosticism of the Buddhists and the atheism of the Jains, each and all have a place in the Hindu's religion. Where then, the question arises, where is the common center to which all these wide radii converge? उनले रामकृष्ण मिशन र रामकृष्ण मठ स्थापना गरेका थिए, जसमा शिक्षाको प्रचार, अस्पताल, समाजसेवा, अनाथालय, धर्म प्रचार आदि समावेश थिए। स्वामी विवेकानन्दका विचारलाई पछि द कम्प्लिट वर्क्स अफ स्वामी विवेकानन्द नामक सङ्ग्रहमा प्रकाशित गरियो। त्यसमध्येका केही महत्त्वपूर्ण लेख, भाषण र पुस्तकहरू राजायोग, कर्मयोग, भक्तियोग, जनयोग, लेक्चर्स फ्रम कोलम्बो टु अल्मोरा, द नेसेसिटी अफ रिलिजन रहेका छन्। र अन्तमा उनको मृत्यु सन् 1902 जुलाई 4 का दिन 39 वर्षको उमेरमा भारतकै कलकत्ता स्थित बेलुर मठ भन्ने स्थानमा भएको थियो। र आजको यस भिडियोमा उनको लेख द नेसेसिटी अफ रिलिजन। द नेसेसिटी अफ रिलिजनको मतलब हुन्छ धर्मको आवश्यकता। धर्म भन्नाले अलौकिक शक्तिमाथि विश्वास गर्नु हो। र धर्म उत्पत्तिका दुईवटा सिद्धान्तहरू रहेका छन्, जसमा एउटा छ स्पिरिट थ्योरी, आत्मा सिद्धान्त। यसले भन्छ कि
धर्मको सुरुवात पुर्खा एन्सेस्टरबाट सुरु भएको हो र अर्को छ इन्फाइनाइट थ्योरी, अनन्तको सिद्धान्त। यो सिद्धान्तले भन्छ धर्म प्रकृति पूजाबाट सुरु भएको हो। तर विवेकानन्द भन्नुहुन्छ कि धर्मको वास्तविक बिउ भनेको इन्द्रियहरूका सीमाभन्दा माथि आध्यात्मिक क्षेत्रमा पुग्ने मानवीय सङ्घर्ष हो। धर्म किन आवश्यक छ त भन्दा मानिसले अनन्त सुख खोज्छ, तर सीमित इन्द्रियहरूबाट त्यो सम्भव छैन। सबैभन्दा ठुलो आनन्द पाउन धार्मिक सोच विकास गर्नुपर्छ। मानिसले भित्री भावना वासना नियन्त्रित गर्ने नियम र बाहिरी तारा ग्रह नियन्त्रण गर्न सक्ने नियम प्रकृति दुवैलाई पार गर्न सक्ने सङ्घर्ष गर्दछ। भित्रीय स्वभावको ज्ञान नै धर्म हो। शिक्षित र सुसंस्कृत मान्छेलाई इन्द्रियजन्य सुखभन्दा विचारमा बढी आनन्द मिल्छ। मतलब यहाँ भन्न खोजेको शिक्षित र सजग व्यक्तिलाई भौतिक चिज, सन्द्रय देखिने चिज तथा इन्द्रिय चिज भन्नाले अब मानौ एउटा व्यक्ति छ अरे, त्यसको सुन्दरतातिर जाने भने त उसले त्यही मान्छेसँग त्यही व्यक्तिसँग कुरा गर्छ जससँग उसको सुन्दरताको मूल्य मिल्छ। तर त्यसो नभई उसँगको विचार कुराहरू मिल्छ भने, मन मिल्छ भने चाहिँ सुन्दरताको कुनै अर्थ हुँदैन, कुनै रोकावट हुँदैन। त्यसैलाई चाहिँ भनियो शिक्षित र सुसंस्कृत व्यक्तिलाई इन्द्रिय सुख शान्तिभन्दा विचारमा बढी आनन्द मिल्छ। अब चाहिँ हामी थोरै एकछिन यसको समरीतिर लागौँ। द नेसेसिटी अफ रिलिजन रिटन बाई एन इन्डियन राइटर स्वामी विवेकानन्द। ही वाज बोर्न इन 12th January 1863 in Kolkata, India. In this lesson, he said why need of religion in context of human life. According to the Swami Vivekananda, there are two theories behind the evolution of religion. One is the spirit theory and next is the evolution of idea of infinite. The spirit theory maintains that ancestors worship is the origin of religion. On the other hand, next theory believes that religion originates in nature worship. Those two theories are reconciled on the third basis, according to the writer. He maintains that real germ of religion is the struggle to transcend the limitation of senses. भन्नाले यहाँ भनिएको छ कि धर्मको किन आवश्यकता छ भन्दा धर्म कुनै पनि मान्छेको आत्माको शान्तिका लागि, सुख शान्तिका लागि, आत्मसन्तुष्टिका लागि धर्मको आवश्यकता छ। र यहाँ चाहिँ दुईवटा सिद्धान्तहरू रहेका छन्। एउटा हो स्पिरिट थ्योरी, आत्माको सिद्धान्त, र अर्को इन्फाइनाइट थ्योरी, अनन्तको सिद्धान्त। र धर्ममा चाहिँ यही सिद्धान्त अनुसार विश्वास गरिन्छ, जसमा स्पिरिट थ्योरीमा धर्मको सुरुवात चाहिँ एन्सेस्टरबाट सुरु भएको हो कि हाम्रो पुर्खाबाट सुरु भएको भन्छ स्पिरिट थ्योरी, आत्माको सिद्धान्तले चाहिँ। र अर्कोतिर अनन्तको सिद्धान्तले चाहिँ धर्मको सुरुवात चाहिँ प्रकृति पूजाबाट सुरु भएको हो चाहिँ भन्ने गर्छ इन्फाइनाइट थ्योरीले। र यसैमा चाहिँ स्वामी विवेकानन्दले धर्मको आवश्यकता भनेर आफ्नो एउटा लेखमा चाहिँ उल्लेख गरेका छन्। त्यसैलाई चाहिँ यहाँ देखाएको छ। र हामी चाहिँ अब चाहिँ हामी नेक्स्ट लेसनमा जान्छौँ। ह्युम्यानिटिजको लेसन 4, युनिट 1 को लेसन 4, द टू पोल्स अफ कन्टेम्पोरेरी पोलिटिकल लाइफ। समकालीन राजनीतिक जीवनका दुई ध्रुव। समकालीन भन्नाले चाहिँ आजको राजनीतिक जीवनका दुई ध्रुव। यसले भन्न खोजेको कुरा के हो भने हालको राजनीतिक जीवनमा प्राय दुई विपरीत धार पक्षमा विभाजित हुन्छ। यी दुई ध्रुव परिस्थिति अनुसार फरक फरक अर्थमा बुझिन्छ। जस्तो कि वामपन्थी दक्षिणपन्थी ध्रुव। वामपन्थी भन्नाले लेफ्ट पोल, समानता, समाजवाद, न्याय, राज्यको बढी हस्तक्षेप। त्यसैगरी दक्षिण ध्रुव राइट पोलमा परम्परा, पुँजीवाद, स्वतन्त्र व्यक्तिगत जिम्मेवारी। अब अर्को रहेको छ ग्लोबलिज्म, वैश्वकारी ध्रुव भन्नाले यो विश्वसँग सम्बन्ध राख्ने भन्न खोजेको। खुलापन, अन्तर्राष्ट्रिय सहकार्य, स्वतन्त्र व्यापार। र अपोजिट ध्रुवमा चाहिँ नेसनलिज्म, राष्ट्रिय ध्रुव, स्वाधीनता, आफ्नै पहिचानलाई प्राथमिकता दिने, संरक्षणवाद। त्यसपछि लोकतन्त्र र अधिनायकवाद, डेमोक्रेसी। लोकतान्त्रिक ध्रुव अधिकार, सहभागिता, कानुनको शासन। र अपोजिट ध्रुवमा चाहिँ अधिनायकवादी ध्रुव, जसमा शक्तिशाली नेतृत्व, नियन्त्रण, अनुशासनलाई प्राथमिकता। In many countries today, the struggle between democratic ideals and authoritarian tendencies defines political life. In short, the phrase two poles of contemporary political life means that modern politics is structured around two opposite forces, whether that's left versus right, globalism versus nationalism,
or democracy versus authoritarianism, depending on the context in which the phrase is used. हामीले यसमा बुझ्नुपर्ने कुरा यति हो कि आजको कन्टेक्स्टमा, आजको यस राजनीतिक समयमा दुई ध्रुवहरू रहेका हुन्छन् र ती दुई ध्रुवहरू चाहिँ एक अर्कामा विपरीत हुन्छन्। एउटाले एउटा विचार ल्याउँछ भने अर्कोले चाहिँ अर्को विचार लिएर दुई विपरीत धार तथा पक्षमा विभाजित हुन्छन्। कुनै पनि कन्टेक्स्टको कुरा गर्दा चाहिँ नेगेटिभ पोजिटिभ राइट लेफ्ट चाहिँ भएकै हुन्छन्। जस्तो हामी राजनीतिक क्षेत्रमा पनि अब कुरा गर्दै जाँदाखेरि अब कुनै लोकतान्त्रिक ध्रुव छ भने अपोजिटमा चाहिँ अधिनायकवादी ध्रुव रहेको हुन्छ। र अब चाहिँ हामी नेक्स्ट लेसनमा जान्छौँ। लेसन नम्बर 5, लिटरेरी कोलोनियलिज्म बुक्स इन द थर्ड वर्ल्ड, रिटन बाई फिलिप जी अल्ब्याच। लिटरेरी कोलोनियलिज्म वा साहित्यिक उपनिवेशवाद भन्ने अवधारणा विकसशील तथा तेस्रो विश्वका देशहरूमा पुस्तक, ज्ञान र साहित्यको उत्पादन र वितरणको असमानतासँग सम्बन्धित छ। यो अवधारणाले देखाउँछ कि कसरी औपनिवेशिक र विकसित राष्ट्रहरूको प्रभुत्व अझै पनि ज्ञान र साहित्यिक संरचनामा प्रभाव पारिरहेको छ। यो विचार फिलिप जी अल्ब्याचले 1970s तिर आफ्नो निबन्ध लिटरेरी कोलोनियलिज्म बुक्स इन द थर्ड वर्ल्डमा प्रस्तुत गरेका थिए। उनी भन्छन्, पुस्तक र प्रकाशन प्रणालीले केवल ज्ञान र वितरण मात्र होइन, सांस्कृतिक र राजनीतिक प्रभुत्व कायम राख्न पनि काम गर्छ। अल्ब्याचका अनुसार तेस्रो विश्वका देशहरू जस्तै अफ्रिका, एसिया, ल्याटिन अमेरिकामा पुस्तकहरू उत्पादन र वितरण सीमित छन् किनकि त्यहाँ पुस्तक उत्पादन महँगो छ, निजी लगानी र सरकारी सहयोग प्राय कम छ। विकसित राष्ट्रहरूले प्रकाशन उद्योगमा प्रभुत्व जमाएका छन्। त्यसकारण तेस्रो विश्वका लेखकहरूले आफ्नो पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कठिनाइ छ। पश्चिमी डेभलप्ड देशहरूको साहित्यिक विचार र सांस्कृतिक मूल्यहरूले तेस्रो विश्वका पाठक र लेखकहरूलाई प्रभाव पारिरहेको छ। यसले स्थानीय सांस्कृतिक पहिचान र साहित्यिक शैलीमा असर पुर्याउँछ। तेस्रो विश्वका विद्वान र विद्यार्थीहरू प्राय विकसित राष्ट्रहरूमा प्रकाशित सामग्रीतर्फ निर्भर छन्। आफ्नै अनुसन्धान र इतिहास, साहित्यिक विचार र दृष्टिकोण सीमित मात्र छ। पश्चिमी विचार र मानकहरूको प्रभुत्वले स्थानीय साहित्यिक शैली तथा भाषामा कम महत्त्व पाउँछ। यसले सांस्कृतिक विविधता घटाउँछ र वैश्विक साहित्यमा असमानता सिर्जना गर्छ। अल्ब्याचले केही उपायहरू सुझाउँछन् जसले साहित्यिक उपनिवेशवाद कम गर्न सक्छ। स्थानीय प्रकाशनको प्रोत्साहन, तेस्रो विश्वका देशहरूले आफ्नै प्रकाशन उद्योगमा लगानी बढाउनुपर्छ। पुस्तक उत्पादन र वितरण सहज बनाउने नीति बनाउनुपर्छ। त्यसपछि साहित्यिक पहिचानको संरक्षण, स्थानीय भाषा, शैली र साहित्यलाई प्राथमिकता दिनुपर्छ। पश्चिमी साहित्यसँग समन्वय गरेर स्वतन्त्र दृष्टिकोण कायम राख्नुपर्छ। त्यसैगरी विद्यार्थी र लेखकको क्षमता विकास, अनुसन्धान र लेखन क्षमतामा लगानी, अन्तर्राष्ट्रिय प्रकाशनमा पहुँच बढाउने अवसर दिनुपर्छ। इन सर्ट, अल्ब्याच argues that developing countries suffer from literary colonialism since access to knowledge and publishing is dominated by the West. He concludes that the third world must build independent publishing capacities to achieve autonomy in knowledge production. त्यसैगरी हाम्रो लेसन 6 रहेको छ इन्टिमेट एलिएसन, इमिग्रेसन, फिक्सन एन्ड ट्रान्सलेसन, written by Jhumpa Lahiri. She describes the problems of immigration, identity crisis, and the struggle of living between the two countries. Lahiri shows how immigrants feel both intimacy, homeland, and alienation in the new land. She explained that immigrant fiction is full of such mixed feelings. Characters in her stories and in other immigrant writings are often in between, not fully accepted in the new country and also disconnected from the homeland. This lesson also highlights the role of translation. Translation here means not only language but also culture and emotions. Immigrants have to translate themselves to survive in a new world. Sometimes translation creates understanding, but sometimes it creates miscommunication and pain. In conclusion, Jhumpa Lahiri says that immigration is both a loss and gain. It causes alienation, but it also creates new hybrid identities. Immigrant fiction and translation become powerful tools to express these experiences. Main points of intimate alienation, immigration, fiction, and translation. Lahiri, born in UK but living in America,
whose ancestry belongs to India, got a Pulitzer Prize for her fiction and interpreter of modems. Translation is a process of replacing a text written in me language into another. The translation should be familiar with the first and second language cultures. यहाँ चाहिँ लाहिरीको जन्म चाहिँ बेलायतमा भएको थियो र उनी बसिन् अमेरिकामा, तर उनका पुर्खाहरूको वासस्थान चाहिँ इन्डियामा थियो। ट्रान्सलेसन इज नट ओन्ली अ लिङ्ग्विस्टिक एक्ट बट अल्सो अ cultural activity. Lahiri says that freedom is a great challenge for the another who leaves her birthplace, as English becomes her first language. She faced many challenges in Bengali language when she started writing about Bengal peoples and their culture. Lahiri believes that life is a drama and characters are the translations. Hearing this text, the writer relates her disappointed life and the feeling of alienation and identity crisis, a cut off from one's cultural heritage, language, and birthplace. Her writing is attacked by Indian reviewers. When she met an Indian at New York dinner party who blamed the writer for misrepresenting the culture of India, Kolkata. यहाँ भनेकी छिन् कि उनले इन्डियाको बारेमा एउटा साहित्यिक लेख लेखिन् जुन चाहिँ बङ्गालीको बारेमा थियो। उनले चाहिँ गलत लेखिन् भनेर एकजनाले न्युयोर्कको डिनर पार्टीमा आलोचना गरे। That's why she suggested the new writers to know the cultures and language of particular country and society before writing. र उनले चाहिँ यहाँ कुनै पनि कुराहरू लेख्नुभन्दा पहिले त्यहाँको बारेमा अलि डिपली रिसर्च गर्नु भनेर भनेकी छिन्। The lesson Themes of Existentialism is written by an American philosopher or educator Thelma Geno Levine, 1915 to 2011. उनको जन्म चाहिँ 1915 मा भयो र मृत्यु चाहिँ 2011 मा भयो। यहाँ भनिएको छ थेम्स अफ एक्जिस्टेन्सियलिजम, अस्तित्ववादका विषयहरू। अस्तित्ववादका विषयहरू अमेरिकन दार्शनिक तथा शिक्षिका थेल्मा जेनो लेभिनेद्वारा लेखिएको हो। She was a professor of philosophy who contributed greatly to making complex ideas of Western philosophy simple and understandable. उनी दार्शनिकताको प्राध्यापक थिइन् जसले पश्चिमी दर्शनका जटिल विचारहरूलाई सरल र बुझ्न सजिलो बनाउन योगदान दिनुभयो। In this lesson, Levine explained the major themes of existentialism, a 20th century philosophical movement. यस पाठमा लेभिनेले अस्तित्ववादका प्रमुख विषयहरूलाई व्याख्या गरेकी छिन् जुन 20औं शताब्दीको दार्शनिक आन्दोलन हो। एक्जिस्टेन्सियलिजम emphasizes human freedom, choice, responsibility and the search for meaning in life. अस्तित्ववादले मानव स्वतन्त्रता, चुनाव, जिम्मेवारी र जीवनको अर्थको खोजीलाई जोड दिन्छ। According to existentialist thinkers, existence precedes essence. अस्तित्ववादी विचारहरूको अनुसार अस्तित्व सार स्वरूप भन्दा पहिले आउँछ। This means that a person first exists in the world and later creates his or her own nature, purpose and identity through choices and actions. यसको अर्थ मानिस पहिलो पटक संसारमा जन्मिन्छ र पछि आफ्नो चुनाव र कर्म मार्फत आफ्नो स्वरूप, उद्देश्य र पहिचान निर्माण गर्छ। लेभिने also discusses freedom and responsibility as central to human life. लेभिनेले स्वतन्त्रता र जिम्मेवारीले आफ्नो जीवनका केन्द्रीय पक्षको रूपमा छलफल गरेकी छिन्। Human beings are free to choose, but this freedom also brings heavy responsibility, anxiety and fear of mistakes. मानव प्राणी स्वतन्त्र छनौट गर्न स्वतन्त्र छन्, तर यस स्वतन्त्रताले ठूलो जिम्मेवारी, चिन्ता र गल्तीको डर पनि ल्याउँछ। Another important theme is absurdity, the idea that life has no fixed or universal meaning. अर्को महत्त्वपूर्ण विषय भनेको विसङ्गति हो जसले जीवनमा कुनै स्थिर वा सार्वभौमिक अर्थ छैन भन्ने विचार प्रस्तुत गर्छ। Yet humans continue to search for meaning in the face of his absurdity. तर मानिसहरू यस विसङ्गतिको बावजुद पनि जीवनमा अर्थ खोजिरहन्छन्। लेभिने फर्दर प्रेजेन्ट द थेम्स अफ एलिएसन एन्ड अथेन्टिसिटी. लेभिनेले थप अलगाव र प्रामाणिकताको विषयहरू प्रस्तुत गरेकी छिन्। In the modern world, individuals often feels separated from society, culture or even from themselves. आधुनिक संसारमा मानिसहरू प्राय समाज, संस्कृति वा आफ्नै आत्माबाट पनि टाढा महसुस गर्छन्।
To overcome this, existentialists suggest living with authenticity, being true oneself. यसलाई पार गर्न अस्तित्ववादीहरूले प्रामाणिक जीवन जिउन अर्थात् आफ्नै आत्माप्रति सच्चा हुन सुझाव दिन्छन्। She also emphasized the importance of death and finitude. उनले मृत्यु र जीवनको सीमितताको महत्त्वलाई पनि जोड दिन्छन्। Awareness of death makes life more urgent and valuable. मृत्युको बोधले जीवनलाई अझै जरुरी र मूल्यवान बनाउँछ। In conclusion, Levinas shows that existentialism is not just abstract philosophy but a way of looking at human life. निष्कर्षमा ल्याबिनेले अस्तित्ववाद केवल अमूर्त दर्शन मात्र नभई मानव जीवनलाई हेर्ने तरिका भनेको देखाउँछिन्। It teaches that although life may appear meaningless, every individual can create meaning through freedom, choices and authentic living. यसले सिकाउँछ कि जीवन अर्थहीन जस्तो लागे पनि प्रत्येक मानिसले स्वतन्त्रता, छनौट र प्रामाणिक जीवन मार्फत आफ्नो अर्थ निर्माण गर्न सक्छ। Richard Gregory, a renowned British psychologist in my early life, recalls the major experiences, influence and observation from his childhood and early years. प्रसिद्ध बेलायती मनोवैज्ञानिक रिचार्ड ग्रेगरीले माई एर्ली लाइफ भनेर आफ्नो बाल्यकाल र प्रारम्भिक जीवनका प्रमुख अनुभव, प्रभाव र अवलोकनहरूको स्मरण गरेका छन्। He was born in 1923 in an educated family. His father was a astronomer. उनको जन्म सन् 1923 मा एक शिक्षित परिवारमा भएको थियो र साथै उनका बुबा एक खगोलविद पनि थिए। From an early age, Gregory was surrounded by intellectual curiosity, books and scientific discussions. सानै उमेरदेखि नै ग्रेगरी बौद्धिक जिज्ञासा, किताबहरू र वैज्ञानिक छलफलले घेरिएका थिए। However, his school life was not always smooth. तर उनको विद्यालय जीवनकाल त्यति धेरै सहज भने थिएन। He often felt restricted by rigid teaching methods that did not encourage creativity or free choice in learning. उनलाई प्राय यस्तो कठोर शिक्षण विधिले बाँधेको महसुस हुन्थ्यो जसले सृजनशीलता र स्वतन्त्र सिकाइलाई जहिले इग्नोर गर्दथ्यो। Gregory describes how reading and exposure to different ideas inspired him. ग्रेगरीले पढाइ र फरक विचारको सम्पर्कले उनलाई कसरी प्रेरित गर्यो भनेर यस लेसनमा वर्णन गरेका छन्। He loved exploring, questioning and observing the world around him. उनी वरिपरिको संसारलाई अन्वेषण गर्न, प्रश्न गर्न र अवलोकन गर्न मन पराउँथे। He mentions the excitement of discovering science, the joy of practical experiments and the influence of teachers who valued imagination. उनी विज्ञान पत्ता लगाउँदाको उत्साह, प्रयोगात्मक कार्यको आनन्द र कल्पनालाई महत्त्व दिने शिक्षकहरूको प्रभावको उल्लेख गर्छन्। He also reflects on how the social and cultural environment of his childhood, including the interwar years and wartime experiences, shaped his outlook. उनले आफ्नो बाल्यकालको सामाजिक र सांस्कृतिक वातावरण, विशेष गरी युद्ध बीचको समय र युद्धकालीन अनुभवहरूले कसरी उनको दृष्टिकोणलाई आकार दिए भन्ने कुरा पनि स्मरण गर्छन्। These experiences instilled in him values of inquiry, independence and perseverance. यी अनुभवहरूले उनलाई अनुसन्धान, स्वतन्त्रता र धैर्यका मूल्यहरू सिकाए। That's why my early life is not just a personal recollection but also a lesson on how early education, family background and culture guide the development of an individual's mind and career.